हेलो व्हाट्सएप गाइज, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। म चाहिँ आज यो आदेशपुर माथिको भैट गुम्बा, कतिलाई थाहा होला हैन, भैट गुम्बा आएको छु। मैले हिजो पनि भनेको थिएँ, हुन्छ उता त्यो साइड हो सिङ्गल ट्रीको साइड, अनि त्यसको पारी ठ्याक्कै सुम्बु रहेछ हैन, र ठ्याक्कै यता माथिपट्टि भैट गुम्बा रहेको छ। र म चाहिँ यहाँ तलबाट लास्टै उकालो बाटो छ क्या तल, त्यही भएर म यहाँ बिच बाटोमा आएर भ्लग बनाइरहेको छु हैन। भिडियो लास्टसम्म हेर्दैन होला। ल लेट्स इन्जोय। म चाहिँ यहाँ किन आएको भन्दा, यहाँ मर्निङ वाक पनि होस्, यहाँ हेर्नु पसिनाहरू देखिन्छ, मर्निङ वाक पनि होस्, र मेरो घर पनि बाटो पनि यहाँबाट जानु मिल्ने भएको अरे। म यहाँ आएको छु र यहाँ माथि चाहिँ चेन डाँडा रहेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ फेरि नामको मात्र हो चेन डाँडा। यहाँ माथिबाट भ्यूहरू भबाल भबाल देखिन्छ होइन। यहाँ मर्निङ वाकहरूको लागि पनि मान्छेहरू धेरै आइरहेको हुन्छन्। आज चाहिँ भाइटिका भएको भएर त्यस्तो मान्छेहरू देखेको छैन यहाँ। यता तलपट्टि अघि न क्लियर देखिँदैन, अहिले क्लियर देखिरहेको छ। यो चाहिँ सिङ्गल ट्रीको भ्यू पछाडि, र यो पछाडि देखेको जङ्गल यो शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्छ। यो आजको मौसम पनि फेरि एकदम दामी रहेछ, यस्तो बवाल छ कि आजको मौसम देख्न सक्नुहुन्छ। यहाँ जङ्गल भ्यू चाहिँ दामी नै छ। यहाँ माथि आइसकेको छु। अहिले चाहिँ ठ्याक्कै यो रेड गुम्बानेर आइपुगेँ होइन। यता तल चाहिँ खाजा पसलहरू रहेको छ, र यो साइडमा चाहिँ जङ्गल छ भने यता पछाडि देख्न सक्नुहुन्छ यो झन्डाहरू रहेको छ। दामी झन्डाहरू देखिन्छ यहाँबाट, झन्डाहरू बबाल झन्डाहरू रहेको छ कि। र यता साइड म चाहिँ अहिले ठ्याक्कै रेड गुम्बा नजिक आइपुगेको छु। यो चाहिँ रेड गुम्बाको गेट रहेको छ यहाँ, र यता चाहिँ खाजा पसलहरू रहेको छ यहाँ पछाडि देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ 300 मिटर जति अगाडि भैट गुम्बा रहेको छ। गुम्बाको साइडमा रहेको छु। यता साइडमा रेड गुम्बा रहेको छ, यता पछाडि देख्न सक्नुहुन्छ भित्र। आज चाहिँ यो बन्द छ, आज भन्दा नि यो कहिलेदेखि बन्द छ मलाई त्यो पनि थाहा भएन।
र यता चाहिँ रोडहरू यतै आइज यहाँ यस ठ्याक्कै भैरवकुण्डको मेन गेटमा आइपुगेको छु। यता गेट रहेको छ, यहाँभन्दा तल पनि अर्को गेट छ। यहाँ चाहिँ 3-4 गेट रहेको छ। यो माथि चाहिँ त्यो सेतो बिल्डिङ यहाँ छ र वरिपरिको भ्यू होइन परैसम्म यस्तो रहेछ। यहाँ भित्र जान पनि मिल्यो, तर अहिले यो भूकम्पको कारणले गर्दाखेरि यो बन्द भएको छ। यहाँबाट चाहिँ सहरहरू भन्दाखेरि पनि डाँडा काँडा चाहिँ दामी देखिरहेको छ। यता तल जङ्गल छ, उता पारी उताको त्यो पारी हो यो ठ्याक्कै यो दहचोक। यताबाट कृतिपुर पनि देखिरहेको, त्यो साइडमा कृतिपुर छ। डाँडा काँडाहरूको भ्यू चाहिँ अलि यहाँबाट दामी राम्रो नै देखिन्छ। यो ठ्याक्कै पछाडिपट्टिको डाँडा चाहिँ चन्दागिरीको डाँडो, भालेश्वर महादेव केबल कार चल्ने ठाउँ त्यो ठ्याक्कै। र यहाँ तल जङ्गल रहेछ। भैरवकुण्डको पारिपट्टि आएको छु। यता फुल बगैँचाहरू रहेछ, यता पछाडि यता चाहिँ धेरै फुल खेतीहरू हुने रहेछ। त्यतापट्टि चाहिँ भैरवकुण्ड रहेको छ, अहिले भित्र जानु पाइएन। र तल चाहिँ जङ्गल छ, यतापट्टि पनि जङ्गल जस्तै हरियाली छ, घर बस्तीहरू छ यता साइडमा। यहाँ माथि चाहिँ एउटा झम्केश्वरी भन्ने मन्दिर पनि रहेछ। यो चाहिँ यो सुस्तानी कथामा पनि उल्लेख गरिएको छ। र माथि पल्लेश्वरी भन्ने पनि रहेछ त्यो साइडमा, त्यहाँ पनि सुस्तानीको व्रत कथा अनुसार त्यहाँ पनि उल्लेख गरिएको छ। घरहरू छैन, अलिअलि कतै फाटाफुट्टा घरहरू रहेछ। अनि अब चाहिँ म उता होमस्टे साइड नगइकन यतैबाट यहाँबाट तल झर्छु होइन, जङ्गल साइड जानेछु र त्यहाँको थोरै भ्यू देखाएर भिडियो इन्ड गर्नेछु है त गाइस।
होमस्टे जाने बाटोबाट अलिक तल आइसकेँ। म चाहिँ उता माथिबाट आएको, उता माथिबाट भैटगुम्बा उता पारिरहेको छु। र यहाँ तल चाहिँ पुरै फुल खेतीहरू, तरकारी खेतीहरू रहेको छ। र यहाँ एउटा चाहिँ घर पनि रहेको रहेछ। उता तल एउटा घर छ, पर घर छ एउटा, उता चाहिँ पुरै खेतीहरू रहेको छ। र यो ठ्याक्कै मेरो पछाडि मासतिर चाहिँ होमस्टेहरू मात्र छ, त्यता घरहरू होमस्टेहरू होइन। र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? यो भैटगुम्बा आएको, यो मेरो चाहिँ मर्निङ वाक भ्लग भनौँ न अब होइन। मर्निङ वाक आएको, अब घर जाने बाटो पनि यही पऱ्यो भएर अब यसो भ्लग पनि बनाऊँ कि भनेर भिडियो सुट गरेँ होइन। अब फर्स्ट टाइम भएर होला भ्लग बनाउँदा बनाउँदा 20 मिनट लाग्ने बाटोमा 1 घन्टा लाग्यो। अब तपाईँहरूले सपोर्ट गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। यति भन्दै अर्को दामी भिडियो आउनेछ। अब भिडियो लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू। र म चाहिँ ठ्याक्कै जङ्गल आएँ। अब यहाँबाट ठ्याक्कै अलिक अगाडि लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गर्नु भने नभुल्नु होला। ल गाइस।